हेलो साथीहरु नमस्ते सबैजनालाई। आज चाहिँ म छु अमनको बोटानिकल गार्डन त्यहीमाथि स्पेशल मान्छेहरुसँग है त। साथीहरु आजको दिन स्पेशल छ किनकि आज मलाई सानोमा पढाउनु भएको गुरुमा मेरो साथमा हुनुहुन्छ हाम्रो बालकुमारी म्याडम हुनुहुन्छ हामीसँग। साथीहरु हाई हाई भनिदिनु भएको छ है। एन्ड उतापट्टि हाम्रो अर्को आन्टी हुनु भएको छ है ल। एन्ड विनिसा यहाँ छ। सो आज चाहिँ हामी सिडनीमा रहेको यो बोटानिकल गार्डन जुन चाहिँ एकदमै प्रख्यात छ, एकदमै हरियाली छ, शान्त छ, मनोरम छ। यो वातावरण तपाईलाई म देखाउन गइरहेको छु। यो ठाउँमा हामी आएका छौँ। कस्तो कस्तो ठाउँ रहेछ यो ठाउँलाई चाहिँ अवलोकन गर्दैछौँ र यो भिडियोमा आज म देखाउन गइरहेको छु। भिडियो चाहिँ अन्तिमसम्म रहनुहोला। ल आज एउटा चाहिँ कुरा भन्नु पर्यो तपाईले। तपाईँ अमेरिका पनि भ्रमण गरिसक्नुभयो, अस्ट्रेलिया पनि गरिसक्नुभयो। अमेरिका र अस्ट्रेलियामा दुईटा देशमा अब अन्तर गर्दाखेरि के हिसाबले अमेरिका ठिक, के हिसाबले अस्ट्रेलिया ठिक? इन्कमको हिसाबले धेरै कुराले अमेरिका ठिक भन्छन् मान्छेले। अब सपनाको देश भन्छन् अमेरिकालाई। तर सुन्दरताको हिसाबले चाहिँ अस्ट्रेलिया ठिक छ र क्राइम नहुने हिसाबले पनि अस्ट्रेलिया ठिक छ। क्राइमको लागि चाहिँ अमेरिका अलिकति डेन्जरै मान्छन् अहिले। अब भएको होला नहोला तर हुन्छ भन्छन्। अब होला नहोला तर अस्ट्रेलियामा चाहिँ राति दिन जति हिँडे पनि कुनै पनि क्राइम नभइकन मान्छे निर्धक्कसँग हिँड्न सक्छ। सेफ्टीको हिसाबले हैन, सेक्युरिटी र सेफ्टीको हिसाबले त अस्ट्रेलिया धेरै बेस छ। र समुद्र नजिक भएको हुनाले पनि धेरै अमेरिका ठुलो देश छ हैन, त्यो महादेशै ठुलो छ तर नजिक त होला। तर अस्ट्रेलियाको म त सिडनी नजिक भएको हुनाले सिडनी मात्रै घुमेको हुनाले पनि सिडनी चाहिँ वेदरको हिसाबले पनि राम्रो हैन र सुन्दरताको हिसाबले पनि राम्रो छ, हेर्न लायक छ। ठीक छ। ल यार त फुल अब के भनौँ है, अब खास भन्ने हो भने यो फुलभन्दा हाम्रो नेपालको गन्देको फुल तर पनि यसलाई गुलाबको फुल रहेछ है, रोज रहेछ। ल पानी छ नि निरो देखिन्छ किन हो? कलर हाल्छ कि ए हो यो कलर हालेको पानी हो। यो के भन्छ पोखरीलाई अलिकति निलो सुन्दर बनाउनको लागि चाहिँ ए यो नेचुरल निलो हैन। खाने पानीकोमा दाइसँग सोधेको थियो। दाइल छ भने ठ्याक्कै आयो मलाई जानु पर्यो एकदिन रहेछ हेरौँ आज। हामी गयौँ नि त्यसपछि त्यो खानेपानी हेर्नलाई पनि। ल त माथितिर लागौँ उकालोतिर ठुलो खायो गार्डन बेसरी। हजुर एउटा चाउचाउको खोल पनि छैन। यहाँको चाहिँ यही छ कि राम्रो पक्ष भनेको चाहिँ पोखरै जाँदाखेरि अनि फेरि अस्ट्रेलिया विदेशी कोही लाग्दैन, फेरि आफ्नो देशमा त्यही आयो फेरि फोहोर गर्नु हो नि त। आफ्नो देशमा आए पछाडि त्यही मान्छे विदेशकै मान्छे पनि फोहोर गर्छन्। यहाँ आएपछि चाहिँ फेरि सफा गर्न पर्छ है भन्ने हुन्छ। फेरि यो त विदेश हो है भन्ने हुन्छ। फेरि नियममा बाँध्न नसकेर हो नि त। हो नि त्यो सरकार नै कमजोर क्या हाम्रो, त्यही भएर हो। फाइन लगाइदिने होइन। यता जाने आउनु न, यहाँ झर्ना छ क्या यहाँ फोटो खिच्न हुन्छ क्या आउनु न।
यहाँ फोटो खिच्न हुन्छ कि आउन यहाँ यति राम्रो भर्न मस्त भिडियो बनाउन हुन्छ फोटो खिच्न हुन्छ कति राम्रो ठाउँ छ हेर्नु मैले हाम्रो यो पानीमा रङ मिठा हो एउटा गुरुमा के भन्छन् अरे भन्दै हाम्रो उहाँ कस्तो विधि छ नेपाललाई त्यस्तो बाढा यस्तो जहाँ बाढ भन्छ ओके सो यो जुन खालको प्राकृतिक वातावरण बनाइएको छ यो प्राकृतिक वातावरणलाई लिएर चाहिँ उहाँको यो व्यङ्ग्यात्मक प्रहार हो जाम न हिँड्नु न कता के रहेछ हेर यहाँ त्यो त त्यही हो अलिकति डाँडो थियो यहाँ अनि अलिकति डाँडोमा अस्ति टाक्टुक मिलाएर यतिको बनाउनु होइन उनीहरूलाई पनि थाहा भएन होला त्यो बाटो यो चाहिँ कमेडी भयो है के रहेछ भने हेर्दै आयो मलाई पनि थाहा छैन है यहाँ चाहिँ यति इन्डिङ छ भनेर है यस्तो त नि यिनीहरूको यही छ के चलाखी केही न केही त छ है भन्ने खालको त बनाउँछन् सुरुमा गयो बाटै छैन बाटै यहाँनिर अझै यो फुल फुल्ने सिजनमा आउनुपर्छ क्या फुलै फुल हुन्छ क्या यहाँनिर आज चाहिँ खासै फुल छैन यहाँनिर फुल फुल्ने सिजनमा आयो भने चाहिँ पुरै फुलै फुल के गार्डन नै गार्डन यो चाहिँ यो जुन चाहिँ यो गार्डन छ यो गार्डन चाहिँ चाइनिजले बनाइदिएको भनेर लड्नु होला है अलिकति एडभेन्चर चाहिँ छ लड्नु होला है आउनु बिस्तारै बिस्तारै छ त नि आउनु ए लड्नु होला बिस्तारै 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 चिफ्ल्यो मेरो खुट्टा अनि कपाल चिफ्लो हुन्छ नि त हात खुट्टा हिँडे जस्तो होइन अब जाने म डल्लो मान्छे अगाडि उसो बुढी लामा अगाडि आउनु फेरि है तेरि यो यो ऊ ढुङ्गा हो कि यो के भन्छ अवशिष्ट पहाडबाट बनेको ढुङ्गा हो कि यो अघि नै आग्नेय चट्टान हो आग्नेय चट्टान हो कालो हुन्छ कि हेर्नु न पानी नपरेर यस्तो ऊ छ र पनि बाँचिराख्ने क्या रुख बिरुवाहरू पनि है अवशिष्ट पहाड हो कि त्यसलाई अवशिष्ट पहाड फुलै हो अनेक प्रजातिको फुल हुन्छ म अलि सुक्खा खडेरै फुल फुल्ने मलाई पाएको छ त्यो लरे आँपै हो है यो त चिनिरहेको साथी थियो पिरले के
भन्छ हो यसलाई होइन कहाँ कुचो हुन्छ अरे होइन यस्तो झुसिल्किरहेको छ हाम्रो वहाँ नि बन्सो यो हुन्छ नि हाम्रो नेपालमा हुन्छ बन्सो अनि यस्तो चाहिँ हुँदैन अलि होचो हरियो हुन्छ कुचोकोले त काट्छ के यो रातो भयो के पछि रातो भयो ठ्याक्कै त्यही अलि यसलाई नि स्वाद खानु भनेपछि अलिकति फ्यामिलियर एउटा प्लान्ट चाहिँ भेट्यो होइन अहिलेसम्म चाहिँ नभए त यो न यो चिनेको हो न ऊ त्यो चिनेको हो त्यो लगाएर आजकल सार्न थाले न यो चिनेको कुनै पनि बिरुवा चाहिँ हाम्रो चिनेको छैन नि त हामीले त फ्यामिलियर भएको बिरुवा त छ त छैन छैन हाम्रो देश अब हाम्रो आयो चिलाउने कडु साल सिसाउ यो भन्नुहुन्थ्यो कहाँ खोज्यो छैन यहाँ ल एउटा हाँसको बच्चा यहाँ भेटियो हाँसको जोडाजोडी फ्यामिली कति राम्रो हाँसको फ्यामिलीहरू त यहाँ हो भएकै छैन अनि क्या अस्ट्रेलिया आएर नि सुबहादुर विनेशसँग हुनु पाइयो भेट्न पाउँदा कति रमाइलो झन् खुसी छु म आज यो भिडियोहरू होइन पछि अब हाम्रो ब्याचका भनौँ अथवा हाम्रो स्कुलमा पढ्ने साथीहरू विद्यार्थीहरू पनि हेर्लान् होइन तपाईँलाई कतिको याद पनि गरेर होलान् होइन कति विद्यार्थीहरूले तपाईँलाई सम्झिएर बनाउला तपाईँको एउटा पढाउँदाखेरि एकदमै धेरै मात्रामा चाहिँ तपाईँले प्रड्युस गर्ने अथवा युज गर्ने एउटा थेगो के यो थेगो हाम्रो एउटा त्यसलाई थेगो नभनौँ उखान याद छ तपाईँलाई कुन कस्तो लाग्छ कुन कस्तो लाग्छ भन्दा विनाशकाले विपरीत बुद्धि एकदम एक्ज्याक्टली राइट मलाई अझ पनि के लाग्छ भने म्याक्सिमम स्टुडेन्टले अझै पनि त्यो बालकुमारी म्याडम भन्ने बित्तिकै त्यो त्यो तपाईँको ऊ हो क्या सिमिलरिटी हो मतलब त्यो पर्यायवाची हो त्यो तपाईँबाट त्यो अलग हुँदैन त्यो कहिले पनि मतलब अब जति पनि विद्यार्थीहरूले सम्झिन्छ भने त्यो तपाईँलाई सम्झिने बित्तिकै त्यो उखान चाहिँ सम्झिन्छ जस्तो लाग्छ मलाई चाहिँ त्यो फेरि एकदमै भनौँ न त्यो सुइटेबल कन्टेक्समा तपाईँले युज गर्नुहुन्थ्यो होइन फेरि त्यो हुन पनि हो अब विद्यार्थीहरूलाई चाहिँ अब त्यो गलत काम गर्ने बित्तिकै तेरो तँलाई विनाशकाले त्यो विपरीत बुद्धि गरेकै हो हो सही हो एकदमै अहिले राम्रो गरे त हामी जति खुसी त को हुन्छ आफ्ना केटाकेटीले राम्रो गरेको ठाउँमा त्यो जति खुसी त संसारमा कसैलाई नि बुवा आमा र गुरु बाहेक अरू खुसी हुन सक्दैन हो एकदम सही कुरा गर्नुभयो बुवा आमा र गुरु चाहिँ आफ्नो छोरछोरीको त्यही भएर बाबा आमा र गुरुको उपदेश मान्नु होइन ब्रह्मा विष्णु र महेश्वरलाई ठान्नु भने आज त्यसै भने हो नीतिशास्त्रमा सही कुरा गर्नुभयो हेर त आउनुहोस् ल यसो वातावरणलाई यसो रमाइलो गरौँ आज उनका आएको अनि अब सुबहादुरलाई सम्झिन मन लाग्यो नि मैले गर्ने आमालाई मान्छ छोरछोरीलाई के कहिले गर्छ गर्छ होइन म गर्छु भनेर सोचिरहेको थिएँ आज कतै जाने प्लान भएको है होइन गर्ने आनन्द छ नि हाम्रो त के राम्रो छोरछोरी है हो नि ए यहाँ त त्यही त हो नि जिन्दगीभरि आफूले कमायो सम्पत्ति घरसर जुटायो अनि त्यो घर च्याट्ट बेच्यो गयो एचकेतिर आश्रमतिर तर त्यो पनि ठिकै हो छोरीलाई बोझ भएर बस्नु हुँदा गजाङ गजाङ रो हुँदा राज्यले व्यवस्था गरिदिइहाल्छ राज्यले पनि प्लस आफूले कमाएको नि गर्नुपर्छ गुरुमा पायो त्यस्तो हो अझै यता छ यताबाट सानो चिडियाखाना छ त्यहाँ चाहिँ यहाँको स्पेसल कङ्गारुहरू छन् अनि त्यस पछाडि त्यस कङ्गारु नै हो कि होइन स्पेसल त्यो डिसीमा रहेको म्युजियम चाहिँ असाध्यै हेर्न लाग्छ डिसीमा रहेको म्युजियम त्यो संसारभरिका महत्त्वपूर्ण चिजहरू तिनीहरू त्यो
कहिले ल्याएर क्याप्चर गरेर किनेर होइन त्यो इन्डियाको महारानीहरूले लाउने गहना गुडियादेखि लिएर अनि त्यो रामापीठे कसको बेलाको मानवको टाउको समेत त्यो रामापीठे कहाँ गयो कङ्गारुहरू ए उहाँ रहेछ ल अनि कस्तो खालको चाहिँ मौसम होला त यो होइन यो चिज यहीँ मात्रै पाउने अन्त नपाउने होइन उसलाई यहीँको वेदर अब यहाँको जमिनले त्यस्तो उत्पादन गर्यो कि अरू अन्त देशमा भएन नभए त्यो धारहरू जहाँसुकै एउटै उत्पादन हुँदा त्यही त अब हाम्रो 100 गैँडा भनौँ अचम्मको चिज के फेरि गैँडा पाइन्छ फेरि 1 सिङै मात्रै किन त नि म त नजिकबाट यसरी नै देखेको एकछिन गैँडा है त्यो जङ्गल सफारीमा सफारीमा गयो नि त मौसिर कहिले हो हामी गएको ए मौसिर पुस्ताको मौसिर आउँ ल अस्ट्रेलियाको धनी यही हो सबभन्दा धनी यो यहाँको ए कुन्टे कुन्टे यता हेर त ल कति ढुक्क छ आनन्द छ यसलाई यसको यो पुछारै खुट्टा हो यसो खुट्टा भनेको हात भन्ने ल हिर्काउँछ मान्छेलाई अनुहार त कुकुरको जस्तै फ्याउरोको जस्तो है फ्याउरो कस्तो छ फ्याउरोको यस्तै त हुन्छ नि खुट्टा अग्लो बसेको भएर हो त्यो अब अलि सानै होला यो सानो आएको त सुतुरमुर्ग नेपालीमा ल सुतुरमुर्ग भन्छ हैन सुतुरमुर्ग यहाँको सानो हो अलि यो त पोथी मयूर रहेछ पोथी मयूर हो भाल हो र त्यो पछाडि त्यत्र पङ्खा हुन्छ हैन र अनि पखेटा कस्तो रङ हुन्छ त्यही त पखेटा हुन्छ नि अनि मयूरको रङ तार्दिएर फेरि पलाउ त्यसमा पलाउने होला फेरि कति मजाले पछाएर त्यहाँ ल आउ त फेरि हेरौँ मयूर आउँदैन के झन् लुक्छ ओ आयो हेर्नु हो कति राम्रो लाग्यो ल दर्शन गर्न पाइयो मयूरजी मान्दो रहेछ यसले ल के को पोथी हो त्यत्रो उजे सिउर
पहेँटा काट्दै रहेछ के फिजाइ पहेँटा काट्दैको बिचरा हेर्नु पहेँटा चाहिँ पहेँटा भन्दा नि त्यो के भन्छ त्यसलाई के भन्छ त्यो त्यही हो पहेँटा चाहिँ प्वाख चाहिँ उ गरेर होला ल आज यो बोटानिकल गार्डनमा आउँदै गरेर साथीहरू यहाँ हाम्रो गुरुमा सँगसँगै हाम्रो बुवाहरू पनि भेट्नु भएको छ यहाँ सबै बुवाहरूलाई नमस्कार शास्त्रमा धन्यवाद अनि नेपालीको चिनारी हो ल बुवा भन्नु हजुरको नाम चाहिँ के पर्यो मेरो हरिप्रसाद पौडेल पर्यो घर चाहिँ हजुरको घर चितवन रत्ननगर ओके मेरो तनहुँ हजुरको मेरो लीलाधर उपाध्याय हजुरको चितवनै होला मेरो उहाँ कोलपुर हजुरको बुवा मेरो बर्दियाबाट अनि उतापट्टि छेउमा पोखरी हेर्नुभयो होला पोखरी कस्तो लाग्यो त पोखरी सुरुमा यहाँ त छिर्नुभयो अनि हजुरको कार तनहुँ अरे हजुर तनहुँ बन्दीपुरतिर पुरा हाम्रो बन्दीपुर गइयो छ हजुर ओके बडा खुसी लाग्यो ठिक छ यहाँ कहाँ बस्नुहुन्छ हामी यता फेरफिल बस्छौँ फेरफिल ठाउँ छ यतापट्टि बस्छौँ हामी यसो मेरो गुरुमा हुनुहुन्छ भनेर गुरुमा आउनु भएको छ गुरुमालाई यसो घुमाउँदैछु म चाहिँ धेरै खुसी लाग्यो राम्रोसँग आउनु होला है त होइन हामीले पनि यहाँ तपाईँ बोल्ने बित्तिकै अब टिकटक यता बना भन्दा हो भेटियो भने गाउँमा भाग्यो हाम्रो टोपीदेखि यति खुसी लाग्यो ओके मिठो कुराकानी भयो बुवाहरूसँग है बनाउन सुरु गर्नु अब भाइरल हुन्छ हो भने अब के भाइरल हुने हो जब गए तिमीहरू भेट्नुहुन्छ रमाइलो छ नि त फेमस भइसक्यो टिकटक होइन जो पनि पाटो छ यो पाटो चाहिँ अलिकति मलाई दामी लाग्यो है काठै काठले चाहिँ यसरी टक्क डिजाइन बनाएर बनाएको रहेछ यो खोलामाथि पुल जस्तो बनाएर यो चाहिँ अलिकति राम्रो लाग्यो है ल गजब लाग्यो यो ठाउँ चाहिँ यो डेकोरेसन यो डिजाइनेसन चाहिँ अलिक हेर्न लागेको छ ल आउनु तपाईँ छोड्नु भयो लिइदिनु भएको भिडियोलाई धन्यवाद आफू त्यसैमा रमाइलो मान्ने मान्छे भन्नुहोस् अब तपाईँको अनुभव कस्तो रह्यो एकदम रमाइलो नि एकदम रमाइलो सिडनीको बसाइ कस्तो हुँदैछ सिडनीको बसाइ छोराछोरीहरूलाई भेट्न आइरहेको छु असाध्यै छोराछोरीहरूसँग बस्दाखेरि धेरै खुसी लागिरहेछ नेपाल भुल्नु भयो कि मिस गर्नु भएको छ कि छैन आफ्नो देश त कहाँ भुलिन्छ र हामी त 2-3 महिनाका पाहुना त हो नि फेरि अर्काको देशमा त आफ्नै ठाउँ राम्रो लगभग यो बोटानिकल गार्डनको हामी अन्तिम चरणमा आइसकेका छौँ छुट्टी बेला भयो अन्तिममा सबै हेरिसके पछाडि तपाईलाई चाहिँ कस्तो लाग्यो भन्नुहोस् यो गार्डन प्रतिको यो धारणा के छ होइन गार्डन प्राकृतिक कुरालाई हामीले सजाउन नसक्दा हाम्रो देश एकदम सुन्दरतामा धनी भए तापनि सामान्य कुरालाई नै सिँगार्न नसक्दा पछाडि पर्यो यो हेर्दा चाहिँ हाम्रो जुन नीतिगत तहमा रहेका मान्छेहरूले सामान्य कुरालाई पनि संस्थागत गरिदिएको भए यो पर्यटकीय स्थल योभन्दा हाम्रो देश हुने थियो है
त्यो खालको चाहिँ तपाईँले सोचेर खानुभयो मैले त्यही सोचिरहेको भने पछाडि हाम्रो नेचुरल रिसोर्सेसलाई युटिलाइजेसन गर्न नजानेको अवस्था नेचुरल रिसोर्स सारांश भन्नुपर्दा होइन हो नि नेचुरल रिसोर्स त्यो कमेरे गुवातिर कमेरेको पाहातिर सिँगारियो नि योभन्दा कति हुन्छ कति होइन त्यही ल आउनुहोस् हजुरको धारणा बुझ्न मलाई यसो लगाइदिएको नि के प्ले यताबाट यताबाट पसेर अनि यसरी भित्र छिरेर खेलेर अनि निस्किने एउटा कुरा फाइल चाहिँ के रहेछ भने शीतल चाहिँ भनेर चाहिँ घुम्न आउँदाखेरि घामले पोल्ला भन्ने चाहिँ नहुने रहेछ यति चाहिँ ठिक हो अन्य त्यस्तो खालको वाओ भन्ने ठाउँ पनि भएन यो ठिक ठिक है नट ब्याड यसो झाउ लाग्यो भने यसो घुम्नको लागि आउनु ठिक ठाउँ के भन्छस् तँलाई ठाउँ ठिक लाग्यो हो र घुम्नको लागि मलाई त त्यस्तो खालको वाओ त लागेन घुम्ने खालको यस्तो ठाउँ कहाँ छ त्यही पोखरी हो ल प्रोग्रेसिभ अलिकति हेर्न लायक भनेको पोखरी पायो पोखरी हेर्ने बाटोहरू कति राम्रोसँग डिजाइन गरेर बनाएको छ हेर्नुहोस् अनि यहाँ फेरि अर्को तालमा जाँदैछ हामी वी आर नियरली देयर त्यो चाहिँ ठिक छ है है पहिलोचोटि आउँदाखेरि मलाई त्यो चाहिँ याद छ मलाई अलिकति हो कि भन्ने खालको अलिकति राम्रो हो कि भन्ने खालको ठाउँ भनौँ न ओके साथीहरू सो आजको यो बोटानिकल गार्डन घुमघामको कार्यक्रम चाहिँ आज सम्पन्न भयो जे होस् सबैजना हामी चाहिँ ग्यादर भएर आएको कारणले गर्दाखेरि निकै रमाइलो पनि भयो स्पेसली गुरुमासँगको भेटले आजको दिन अझ प्रभावकारी अझ राम्रो अझ रमाइलो खालको चाहिँ महसुस भयो धेरै धेरै धन्यवाद खुसी लाग्यो तिमीले ल्याएर देखायौ मन ल्याएर देखाइदिएपछि म धन्यवाद दिनु पर्यो नि हो नि त मेरो आउने सोचै थिएन आज धेरै रमाइलो भयो हो रमाइलो